अब हामी चाहिँ यहाँनिर सतीघाटमा विराटनगरबाट सतीघाट जाँदाखेरि हामी चाहिँ यहाँनिर सतीघाटमा फेरिमा हामी चाहिँ पालोमा पर्खिरहेको छौँ है। ल गाडीहरू यता छ यस्तो। हामी चाहिँ अहिले खानपिनको कार्यक्रममा लगाइरहेछौँ पालो पर्खिँदै फेरीको पालो। यहाँभन्दा अगाडि चाहिँ सतीघाट। ल हाम्रो चाहिँ सिठी लागिसक्यो है खानामा। राजन भाइ तरकारी के हो आज? तरकारी नमस्कार न यार। राजन भाइ भन्नुहुन्छ अनि ल यता हाम्रो गोर्जीहरू है। ल जाँदै थिएँ कि रिमरिममा पुगे दिङला ती सुतेर रा काट्दै रहेछ जाँड 1 किलोमा यिनीहरूले त यहाँ चाहिँ दाल पाक्यो। है गाइचहरू हेर्नु यहाँनिर तर्की। यता भाइले चाहिँ चामल तयार पार्दैछ है। ल मासी धानको चामल आजको विशेष खाना। दालमा नुन लाउँदै हुन्छ हाम्रो भाइले। ल हाम्रो दाल भात पाक्दैछ है। उता भात पाक्यो यता दाल कालो दाल फेरि लोकल एकदम गाउँको। यता घिउ लोकल तेल रातो खोर्सानी इन्डियाबाट पिसेर ल्याएको मसला। यहाँ तरकारी पनि छ। हामीसँग लुगा पनि दिङलाको लागि लगेको लुगा। फेरि तरकारी पनि यसरी गाडीमा आलु बोरा बोरा अगाडि चामल घर बनाउनलाई यता सिमेन्टी सबथोक हुन्छ हामीसँग चाहिँ। ल यता बालुवा फेरि यता सिमेन्टी मुस्नलाई यहाँनिर चाहिँ फेरि डिजल बोकिरहेको छौँ हामीले। हाम्रो अब लास्ट चरणमा अन्तिम चरणमा अब खाना खाने कार्यक्रम हुँदैछ। यस्तै छ यसरी पाकिसक्यो। अब यहाँनिर यो खानुमा बल गर्नुपर्छ रे। ल यता पानी छ। कुकर मेरो जिम्मा पऱ्यो कि क्या कुकर तिम्रो म ल हेरौँ है राजा खै कुकुर सुता। ल टिप ल थोरै हाल्दै यसमा गन्दा होसन म खादिन गन्दा मात्रै ल यहाँ हेर्नु एकछिन एकछिन। ल ए गन्दा मात्रै भैँसीको घिउ है। ल घिउ 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 ए थोरै हाल त भाइ थोरै हाल ल ल मलाई चाहिँ नदिनु है। ल अब हाम्रो खानेक्रम यसरी है। खाने तरिका चाहिँ के जाँठा गोबरमै छ त हौ अगाडि पनि ए होइन भाइ के गर्ने अरे खाए ल अरे खाए ल भनेर भाइले सङ्केत दियो खाँदैछ। अब यो चाहिँ मेरो भाग अरे यो चाहिँ मेरो भाग। यहाँबाट एउटा खै देखिएन त हौ। कसरी एउटा फोटो खिच्नु हौ। निमा भाइ यो मान्छेले आज भात खानै सकिएला नि। ल ए ल